ल फेरि पनि नयाँ भिडियोमा स्वागत छ है। आज पनि फेरि हामी चिट्ठा खोल्न जाँदैछौँ। ढिलो नगरी सुरु गरौँ है त। पहिला म मजाले खोल्छु होइन। को पढ्न सक्नुहुन्छ? ल हेरौँ है त को भाग्यशाली हुनुहुन्छ आज। मैले निकालेँ होइन। हो असितको परेछ होइन। ल आज चाहिँ असित मेरो भाइको छोरा, मेरो माइलो भाइको छोरा होइन, असितको पढ्न सफल भएको छ। ल तँलाई बधाई छ। ल सुरु गरौँ है त। यो स्केच चाहिँ पहिले नै बनिसक्नुपर्ने हो। जब मैले यो चिट्ठा सिस्टम सुरु गरेको थिएन त्योभन्दा पहिले नै बाबुको मैले स्केच बनाउन सुरु गरेको थिएँ र अलिकति बनाउँदै चाहिँ मैले छोडेको थिएँ। अनि पछि बनाउनला भनेर सोचेको यो स्केच पेपर अनुसार क्रप गरेर त्यो अनुसार मैले स्केलले नापेर बनाएको थिएँ। पछि चाहिँ त्यो फोटो नै कता हरायो। त्यसपछि त्यो स्केचै बनेन क्या। पछि त्यो मैले बिग्रिन्छ भनेर बनाए, के दुःख गर्नु भनेर बिग्रिन्छ भनेर बनाइनँ होइन। त्यसपछि चाहिँ चिट्ठा सिस्टम सुरु भयो। त्यसमा मैले बाबुको पनि राखिदिएको थिएँ। आज चाहिँ बाबुको बन्न सफल भयो। बधाई छ बाबु होइन। फेरि पनि अहिलेको लागि चाहिँ घर परिवारको सबभन्दा कान्छो मान्छे, ज्ञानी छु, सबैसँग मिठो बोल्छु होइन। सधैँ यस्तै भइराख्नु, ज्ञानी हुनु, सधैँ राम्रोसँग पढ्नु, ठुलो मान्छे बन्नु होइन। अब हामीले भने त यही हो तिमीलाई। जिन्दगीमा कहिल्यै पनि अरूको देखासिखी नगर्नु। तिमीले अहिले भिडियो हेर्दै छियौ होला। जस्तै राम्रो काम छ भने, सही काम छ भने त्यो चाहिँ देखासिखी गर्नुपर्छ, नत्र भने अरूको देखासिखी गर्ने होइन। बरु अरूलाई चाहिँ आफूले सिकाउने हो। आफूले गर्दा अरू कसैले राम्रो कुरा सिकोस् होइन, आफूबाट राम्रो कुरा सिकोस्, त्यस्तो बन्नुपर्छ। सधैँ बाबा मम्मीले भनेको मान्नु, आफूभन्दा ठुलोले भनेको मान्नुपर्छ, आफूभन्दा ठुलो मान्छेलाई आदर गर्नुपर्छ, आफूभन्दा सानो मान्छेलाई माया गर्नुपर्छ। त्यस्तो हुनु, सधैँ यस्तै ज्ञानी बन्नु, सधैँ यस्तै मिठो बोल्नु, घरको सबै परिवारसँग मिठो सम्बन्ध राख्नु, आफ्नो साथीभाइ, दाइ दिदी बहिनीहरूसँग राम्रो सम्बन्ध राख्नु, सधैँ अरूको लागि एउटा उदाहरणीय व्यक्ति बन्नु। अन्तमा तिम्रो ठुला बाबाको तर्फबाट उज्जवल भविष्यको उत्तर कामना अनि धेरै धेरै माया छ है। ल मेरो लागि चाहिँ यति नै हो होइन। ल यति भन्दै आजको स्केच चाहिँ यहीँ टुङ्गिन्छ होइन। फेरि अर्को भिडियोमा भेटौँला। अहिलेलाई चाहिँ बाई।